हामी सबैलाई थाहा छ कि हाम्रो मन अनन्त छ। हाम्रो जीवनको सबैभन्दा मूल्यवान स्रोत भनेको समय र मन हो। धेरै जसो व्यक्तिहरू समयको व्यवस्थापनमा धेरै केन्द्रित हुन्छन्, तर त्यो मात्र पर्याप्त छैन। समय केवल एक बाह्य परिणाम हो, जबकि मनको अवस्था हाम्रो जीवनको गति र दिशा निर्धारण गर्ने प्रमुख तत्त्वहरू हुन्। समयलाई केवल घडीको आँकडामा सीमित गर्नु भनेको हाम्रो जीवनका अन्य महत्त्वपूर्ण आयामहरूलाई नदेखेझै गर्नु हो। यदि हामी समयको व्यवस्थापन मात्र गर्न थाल्यौँ भने हाम्रो मनको शक्तिलाई सही तरिकामा उपयोग गर्न सक्दैनौँ। मनको व्यवस्थापन भनेको हामीले जीवनका हरेक पक्षमा सहजता र सफलता प्राप्त गर्नका लागि हाम्रो मस्तिष्क र मानसिक अवस्थालाई ठिक ठाउँमा राख्नु हो। समय र मनको सम्बन्ध। समय र मन एकअर्कासँग एकदमै सम्बन्धित छन्। समयको सही प्रयोग गर्नका लागि हाम्रो मनको स्थितिको महत्त्वपूर्ण भूमिका हुन्छ। जब हाम्रो मन सकारात्मक र केन्द्रित हुन्छ, हामी समयको अधिकतम उपयोग गर्न सक्षम हुन्छौँ। समय केवल एक बाह्य घटक हो, जबकि मन भनेको हाम्रो आन्तरिक अनुभव हो। हामीलाई समयको दबाव महसुस गर्दा हामी मानसिक रूपमा थकित र अव्यवस्थित हुन सक्छौँ। जब समयको व्यवस्थापनको कुरा आउँछ, तब मनको व्यवस्थापन गर्नु नै सबैभन्दा महत्त्वपूर्ण प्रक्रिया हुन्छ। लेखक टिम फेरिसले आफ्नो पुस्तक द 4 आवर वर्क विकमा समय र ऊर्जा बचत गर्ने तरिका सिक्नु महत्त्वपूर्ण छ र यो तपाईँको मस्तिष्कलाई सही ढङ्गले निर्देशित गरेर मात्र सम्भव छ भनेर उल्लेख गरेका छन्। हाम्रो मानसिक स्थिति र समय व्यवस्थापन बीच गहिरो सम्बन्ध छ। समयको व्यवस्थापन र मानसिकता। समयको व्यवस्थापनमा हामी धेरै कुरा योजनाबद्ध गर्छौँ। प्रत्येक घन्टा र मिनेटको उपयोग गर्नका लागि हामी सुत्नु अघि कामको सूची बनाउँछौँ। तर डेभिड कडावीका अनुसार जब हाम्रो मन सकारात्मक र स्थिर हुन्छ, तब हामी समयलाई बढी राम्रोसँग व्यवस्थापन गर्न सक्छौँ। हामी प्राय समयको दबावमा हुँदा मानसिक रूपमा थकित र अराजक अनुभव गर्छौँ, जसले हाम्रो कार्यक्षमता घटाउँछ। यसै कारण सफलताको लागि मन सन्तुलन र ध्यान केन्द्रित गर्नु अत्यन्त महत्त्वपूर्ण हुन जान्छ। समय व्यवस्थापनमा मात्र ध्यान नदिनुहोस्। धेरै मानिसहरूलाई आफ्नो समयको व्यवस्थापन गर्नका लागि घडी र योजनाहरूको प्रयोग महत्त्वपूर्ण लाग्छ। उनीहरू केवल समयलाई नियन्त्रण गर्नमा र समय सीमाभित्रमा कार्यहरू पूरा गर्नमा मात्र ध्यान केन्द्रित गर्छन्। यद्यपि यो मानसिकता पूर्णतया सुधार्न आवश्यक छ। समयको व्यवस्थापन गर्दा हाम्रो मानसिक अवस्था र ध्यानको प्रबन्धनलाई पनि उति नै महत्त्व दिनु आवश्यक छ। जब हामी तनावग्रस्त हुन्छौँ र हाम्रो दिमाग अनियन्त्रित हुन्छ, तब हाम्रो कार्यक्षमता घट्छ। त्यसैले काममा उत्पादकता बढाउन ध्यान दिएर काम गर्न जानु धेरै महत्त्वपूर्ण छ। लेखक डेभिड एल हाकिङ्स आफ्नो पुस्तक पावर भर्सेस फोर्समा उल्लेख गर्छन्, हाम्रो मनको शक्ति जीवनको सबैभन्दा बलियो शक्ति हो। हामी कसरी सोच्छौँ र महसुस गर्छौँ, त्यसले हाम्रो जीवनलाई आकार दिन्छ। उनका अनुसार यदि हामी हाम्रो मनको शक्ति र विचार प्रक्रियालाई अनुकूल बनाउन सक्दैनौँ भने समयको व्यवस्थापन असम्भव हुनेछ। ध्यान र समयको व्यवस्थापनले एकअर्कासँग गहिरो सम्बन्ध राख्छन्। हामी समयको साँचो प्रयोग गर्नका लागि आफ्नो मनलाई शान्त र केन्द्रित राख्न सक्षम छौँ भने मात्र त्यसलाई प्रभावकारी रूपमा प्रयोग गर्न सक्छौँ। मनको व्यवस्थापनको महत्त्व र विधिहरू। मनको व्यवस्थापनले हाम्रो जीवन सुधार्नका लागि पक्कै पनि केही शक्ति प्रदान गर्न सक्छ। जब हामी हाम्रो मनको शासनमा रहन्छौँ, हामी समयको नियन्त्रण प्राप्त गर्न सक्छौँ। तपाईँको सोच र मानसिक अवस्थाले तपाईँको जीवनको गुणस्तर निर्धारण गर्छ। त्यसैले मनको व्यवस्थापनको राम्रोसँग अभ्यास गर्नु आवश्यक छ। मनको व्यवस्थापन कसरी गर्ने? नम्बर 1, सकारात्मक मानसिकता। समयको व्यवस्थापनमा सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको सकारात्मक मानसिकता हो। तपाईँको मानसिकता यदि सकारात्मक छ भने तपाईँ समयको दबावलाई सजिलै सामना गर्न सक्नुहुन्छ। लेखक नेपोलियन हिल आफ्नो प्रसिद्ध पुस्तक थिङ्क एन्ड ग्रो रिचमा सकारात्मक मानसिकताको महत्त्वबारे लेख्छन्। तपाईँ जस्तो सोच्नुहुन्छ त्यस्तै तपाईँको भविष्य बनाउन सक्नुहुन्छ। जब तपाईँलाई समयको दबाव महसुस हुन्छ, त्यस बेलामा तपाईँको मानसिकता सकारात्मक र आशावादी राख्नु महत्त्वपूर्ण हुन्छ। यसले तपाईँलाई तनाव कम गर्न र आफ्नो कार्यलाई समर्पित गर्न मद्दत गर्छ। आत्मविश्वास र सकारात्मक सोचले तपाईँको कार्यक्षमता बढाउँछ र समयको व्यवस्थापनमा सजिलो बनाउँछ। ध्यान दिनु। यदि तपाईँ आफ्नो समयको सर्वोत्तम प्रयोग गर्न चाहनुहुन्छ भने तपाईँलाई ध्यान दिन जान्नु वा फोकस गर्न जान्नु आवश्यक छ। ध्यान भन्नाले तपाईँ आफ्नो कार्यमा पूर्ण रूपमा उपस्थित हुनु हो। जब तपाईँ आफूलाई आफ्नो काममा समर्पित गर्न सक्नुहुन्छ भने तपाईँ समयको दबावबाट मुक्त हुन सक्नुहुन्छ। लेखक जोन क्याबर्ट-जिन आफ्नो पुस्तक वेयरएभर यु गो देयर यु आरमा लेख्छन्, ध्यान अभ्यासले तपाईँलाई वर्तमान क्षणमा फोकस गर्नका लागि मद्दत गर्छ र तपाईँको मनलाई शान्त र आनन्दित राख्छ। ध्यानको अभ्यासले मानसिक स्पष्टता ल्याउँछ र तपाईँको विचारलाई केन्द्रित राख्न मद्दत गर्छ। यसले तपाईँलाई प्रभावकारी रूपमा समयलाई व्यवस्थापन गर्न सक्षम बनाउँछ। तपाईँले जब तपाईँको ध्यान कार्यमा केन्द्रित गर्न सक्नुहुन्छ, तब तपाईँ प्रत्येक कार्यलाई तीव्रता र ध्यानका साथ गर्न सक्नुहुन्छ।
यो मात्र समयको सदुपयोग गर्नमा सहायक नभई तपाईँको मानसिक शक्तिमा र फोकसमा पनि वृद्धि गर्न सहयोग गर्छ। मनोविज्ञान र कार्यक्षमता। हामी सबैलाई थाहा छ कि कार्य र समयको बीचको सम्बन्ध निकै महत्त्वपूर्ण छ। यदि तपाईँ मानसिक रूपमा स्वस्थ र सकारात्मक हुनुहुन्छ भने आफ्नो कार्यलाई राम्रोसँग सम्पन्न गर्न सक्षम हुनुहुन्छ। लेखक चार्ल्स डुइग आफ्नो पुस्तक द पावर अफ ह्याबिटमा लेख्छन्, हाम्रो मस्तिष्कले एउटा बानीको निर्माण गर्छ र त्यही बानीबाट हामी आफ्नो कार्यक्षमता र समयको प्रभावकारिता सुधार गर्न सक्छौँ। अर्थात् यदि तपाईँ मानसिक रूपमा तयारी अवस्थामा हुनुहुन्छ भने तपाईँ प्रत्येक कार्यलाई प्रभावकारी ढङ्गले पुरा गर्न सक्नुहुन्छ। तपाईँको मानसिक अवस्था र विचारहरूले कार्यलाई प्रभावित बनाउनमा महत्त्वपूर्ण भूमिका खेल्छन्। यदि तपाईँको मन सकारात्मक र शान्त छ भने तपाईँले समयलाई सही तरिकाले नियन्त्रण गर्न सक्नुहुन्छ। समयको दबाव र समाधान। समयको दबावको कारण हामीलाई तनावको महसुस हुन सक्छ। यसले हाम्रो मानसिक र शारीरिक स्वास्थ्यमा नकारात्मक असर पुर्याउन सक्छ। त्यसैले समयको दबावमा मानसिक शान्ति कायम राख्नु महत्त्वपूर्ण हुन्छ। समयको साँचो प्रयोग गर्नका लागि मानसिक र भावनात्मक व्यवस्थापन अत्यन्त महत्त्वपूर्ण छ। योजना र तयारी। समयलाई प्रभावकारी ढङ्गले व्यवस्थापन गर्नका लागि तपाईँको मनको योजनाबद्ध तयारी महत्त्वपूर्ण छ। स्मरण शक्ति र मानसिक तयारीले तपाईँलाई कार्यहरू व्यवस्थित गर्नका लागि मद्दत पुर्याउँछन्। लेखक डायन फ्लेचर आफ्नो पुस्तक द टाइम म्यानेजमेन्ट ह्यान्डबुकमा लेख्छन्, जब तपाईँ आफ्नो कार्यहरू योजनाबद्ध रूपमा अघि बढाउनुहुन्छ तपाईँ समय र मन दुवैलाई समर्पण गर्न सक्नुहुन्छ। यसले समयको पर्खाललाई तोडेर तपाईँलाई मानसिक शान्ति र सुधारको दिशा प्रदान गर्छ। समय र मन दुवै जीवनका महत्त्वपूर्ण अङ्गहरू हुन्, तर समयको व्यवस्थापनभन्दा बढी महत्त्वपूर्ण कुरा भनेको मनको व्यवस्थापन हो। जब तपाईँ आफ्नो मानसिक स्थिति र ध्यानलाई सकारात्मक र केन्द्रित राख्न सक्षम हुनुहुन्छ भने तपाईँ समयलाई सधैँ प्रभावकारी ढङ्गले प्रयोग गर्न सक्नुहुन्छ। समय सीमित छ तर तपाईँको मस्तिष्कको शक्ति अनन्त छ। त्यसैले समयको व्यवस्थापनभन्दा मनको व्यवस्थापन बढी महत्त्वपूर्ण छ। यदि तपाईँ आफ्नो मनलाई ठिक ठाउँमा राख्न सक्नुहुन्छ भने समयको दबाव, तनाव र अनिश्चितताले तपाईँलाई कहिल्यै प्रभाव पार्ने छैन।